आज पौष महिनाको 28 गते फागुन 21 गते चुनाव भनिएको छ र अब फागुन 21 गते हुने चुनाव आउनका लागि 52 दिनको समय पनि हामीसँग बाँकी छैन र यो 52 दिनको समयभित्र अब नेपाली राजनीतिक परिस्थितिमा परिदृश्यमा के कस्तो घटना अनि परिघटनाहरू देखिने हुन् त्यो कुनै पनि तवरबाट भन्न नसकिने अवस्था छ, विशेष गरेर जनमानसमा। तर एउटा राजनीतिज्ञलाई अब के हुँदैछ भनेर अनुमान लगाउनका लागि भने कुनै समय र कुनै प्रतीक्षा गरिरहनु पर्ने आवश्यकता नै छैन र पछिल्लो समय जुन किसिमले नेपाली राजनीतिमा परिवर्तनहरू देखा परेका छन्, चाहेर होस् या नचाहेर होस्, ती परिवर्तनहरू तपाईँ अनि मेरो सामु प्रस्तुत भइसकेको छ। तुलनात्मक परिप्रेक्ष्यमा हेर्दा यी परिवर्तनहरू हुनु पर्थ्यो या हुनु हुँदैन थियो, त्यसको पनि जिकिर गर्ने र परिभाषित गर्ने वर्गहरू पनि छुट्टा छुट्टै छन्। जसरी फागुन 21 लाई चुनावको मिति घोषणा गरेर विभिन्न राजनीतिक पार्टीहरू अगाडि बढिरहेका छन् र त्यसै परिप्रेक्ष्यमा महाधिवेशन सकिसकेको एमाले र विशेष महाधिवेशनको आयोजना गरिरहेको र अहिले आज मात्रै 10 बजेबाट बन्द सत्रको तयारी गरिरहेको नेपाली काङ्ग्रेस, यिनीहरू बीच निकै परिवर्तनहरू, निकै गहकिला कुराहरू हामीले पाउन सक्छौँ। नेतृत्व जस्तो सुकै होस्, जति निरङ्कुशवादी होस्, तर एमाले फागुन 21 गतेको चुनावलाई मध्यनजर गर्दै र आफ्नो पार्टीभित्रको आन्तरिक कलहलाई सामने पार्नका लागि छिटो छरितो गरेर महाधिवेशन सकाइहाल्यो, ऊ बाटो भयो र आफ्नो राजनीतिलाई र आफ्नो पार्टीलाई देश अनि अवस्था अनुकूल ढाल्न ऊ सक्षम भइसकेको अवस्था छ र जसलाई अहिले तत्कालीन एमाले सचिव महेश बस्नेतले महत्त्वपूर्ण भूमिका खेलेका छन् र विशेष गरेर विशेष महाधिवेशन विश्व प्रकाश र गगन थापाको माध्यमबाट आयोजनामा चलिरहेको नेपाली काङ्ग्रेसले भने कोल्टे फेर्न सकेन र नेतृत्व पङ्क्तिले विशेष गरेर 7 भाइ चिनिने संस्थापक समूहले आफ्नो पार्टीभित्रको आन्तरिक कलहलाई सामने पार्नका लागि महाधिवेशन नै गर्न सकेन। जब गगन र विश्व प्रकाशले महाधिवेशनको उद्घाटन गरेर हिजो देखाइदिए र आज 10 बजेबाट बन्द सत्रको तयारी गर्दैछन् र बन्द सत्रमा 7 भाइ मध्येका प्रमुख नायिके अर्थात् तत्कालीन सभापति शेरबहादुर देउवालाई निमन्त्रणा पठाएको विभिन्न सञ्चार माध्यमहरूले बताइरहँदा अब काङ्ग्रेसभित्र फुट हुन्छ अथवा नयाँ नेतृत्वले, अब आउने नयाँ युवा नेतृत्व र समय सापेक्ष नेतृत्वले नेपालको राजनीति अनुकूल अगाडि लैजान्छ, त्यो भन्न सकिने अवस्था छैन र जसको लागि हामीले केही समय पर्खिनु पर्ने हुन्छ। तपाईँलाई आजको यस भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ र तपाईँले अहिलेसम्म यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि बेल आइकनमा क्लिक गर्नुहोला। बेल आइकनमा क्लिक गरिसके पश्चात तपाईँहरूको युट्युब नोटिफिकेसन बारमा यस च्यानलद्वारा राखिने ती महत्त्वपूर्ण विभिन्न भिडियोहरूको जानकारी तपाईँहरू समक्ष सर्वप्रथम प्राप्त हुनेछ। धन्यवाद।